टसिदेले नमस्कार। तिब्बत टिभी को नेपाली प्रसारणमा स्वागत छ। यस सप्ताहको तिब्बत परमपावन दलाई लामा ज्यू र केन्द्रीय तिब्बती प्रशासनको साप्ताहिक समाचारहरूका साथ म लुडो साङपो उपस्थित भएको छु। सुरु गरौँ यस सप्ताहका प्रमुख समाचारहरू संक्षेपमा। परमपावन दलाई लामा ज्यूले कोभिड-19 खोपको दोस्रो खुराक प्राप्त। परमपावन दलाई लामा ज्यू र केन्द्रीय प्रशासनद्वारा प्रधानमन्त्री राहत कोषमा योगदान। तिब्बती र तिब्बत समर्थकहरूले पेन्सन लामा ज्यूको 32औं जन्मदिन विश्वव्यापी रूपमा मनाए। अमेरिकी रहस्य विभागका अधिकारीहरूसँग तिब्बत कार्यालय डीसीमा बैठक। जापानी सांसदहरूले श्री चौधरी लोप्सासँगैलाई सम्मानित। चीनले तिब्बती बौद्ध धर्मको व्यापक नियन्त्रण र दमन 2020 मा जारी। अमेरिकी धार्मिक स्वतन्त्रता आयोगको रिपोर्ट। तिब्बत कार्यालय ताइवानले पूर्व मन्त्री कीर्ति रिम्पोछेको जीवनी जारी। अब समाचार विस्तारमा। यस सोमबार परमपावन दलाई लामा ज्यूले कोभिड-19 भ्याक्सिनको दोस्रो खुराक आफ्नो निवासमा प्राप्त गर्नुभयो। परमपावन ज्यूको व्यक्तिगत चिकित्सक डाक्टर छेतेन दोर्जेको नेतृत्वमा देलेख हस्पिटल प्रशासनको मेडिकल टोलीले यो क्रिया गरेको छ। उनले आफ्नो पहिलो खुराक धर्मशालाको जोनल हस्पिटलमा 6 मार्चमा लिनुभएको थियो। परमपावन दलाई लामा ज्यूले भारतमा कोभिडको बढ्दो सङ्ख्यामा चिन्ता व्यक्त गर्दै भारतप्रति एकताको अभिव्यक्तिको रूपमा प्रधानमन्त्री राहत कोषमा योगदान पुर्याएका छन्। केन्द्रीय तिब्बती प्रशासनले विश्वभरका तिब्बती समुदायहरूलाई प्रधानमन्त्री राहत कोषमा भारतमा चलिरहेको कोभिड-19 राहत कार्यमा सहयोग पुर्याउन तत्काल अपिल गरेको छ। हिमाचल प्रदेश सरकार र कर्मचारीहरूको नेतृत्वपछि केन्द्रीय तिब्बती प्रशासनका अधिकारीहरू र कर्मचारीहरूले महामारीको विरुद्ध लड्न सरकारको प्रयासलाई सहयोग पुर्याउन प्रधानमन्त्री राहत कोषमा आफ्नो दैनिक ज्याला दिने घोषणा गरेको छ। 24 अप्रिलमा तिब्बती र तिब्बती समर्थकहरूले विश्वको सबैभन्दा लामो राजनीतिक बन्दी गेन्डिन चुकी निमाको 32औं जन्मदिन मनाउनु भयो। केन्द्रीय तिब्बती प्रशासनका प्रमुख डाक्टर लोप्सा सिङ्गेले 11औं पेन्सन लामालाई तुरन्त रिहा गर्न र उनलाई तिब्बतको सेगाचामा रहेको आफ्नो गुम्बा टासीलुम्बोमा फर्किन र दोस्रो उच्च धार्मिक नेताको रूपमा निर्णायक भूमिका खेल्न अनुमति दिन माग गरिएको छ। I demand and urge the United Nations, human rights rapporteurs, journalists all over the world to write about him. Go to Tibet, ask the Chinese government for his immediate release, so that he could enjoy basic human right like any other human being. अमेरिकी राज्य विभागले पनि पेन्सन लामा ज्यूको ठेगाना छिटो फेला पर्न चीनसँग माग गरेको छ। We call on the PRC government to immediately make public the Tibetan venerated Panchen Lama's whereabouts and to give us this opportunity to meet with the Panchen Lama in person. उनी 26 वर्ष पहिले 6 वर्षको उमेरमा हराएका थिए। यस हप्ताको सुरुमा संयुक्त राज्यको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता आयोगले चिनिया सरकारलाई USCIRF को धार्मिक बन्दीहरूको अन्तस्करण भएको गेन्डिन चुकी निमालाई रिहा गर्न आग्रह गरेको छ। त्यस्तै 11औं पेन्सन लामा ज्यूलाई तुरन्त र शर्त बिना रिहा गर्न स्वतन्त्र विज्ञलाई अनुमति दिन चिनिया सरकारलाई अपिल गरेको छ। टम लेन्टोस मानव अधिकार आयोगका सह-अध्यक्ष कांग्रेस सदस्य जिम मैकगभनले गेन्डिन चुकी निमा र उनको परिवारहरूलाई पनि बिना शर्त रिहा गर्न माग गरेको छ। He should be freed because no government is justified in doing what the Chinese government has done to him. To kidnap and hold someone to control his entire life and the lives of his family members for decades with no end in sight. He should be freed because he has the moral and legal right to freedom of thought, conscience, and religion. केन्द्रीय तिब्बती प्रशासनले गत हप्ता शनिबार तिब्बत कार्यालय डीसीमा अमेरिकी राज्य विभागका अधिकारीहरूसँग पहिलो बैठक आयोजना गर्नुभयो। ब्युरो अफ डेमोक्रेसी ह्युमन राइट्स र लेबरको डिप्टी एसिस्टेन्ट सेक्रेटरी लिसा पिटरसन, ब्युरो अफ डेमोक्रेसी ह्युमन राइट्स र लेबरको डेप्युटी एसिस्टेन्ट सेक्रेटरी स्कट बस्बी, फरेन सर्भिस अफिसर एन्टन जङ्गिनिल, इस्ट एसियन र पेसिफिक एफेयर्सको डेप्युटी एसिस्टेन्ट सेक्रेटरी जोनाथन फ्रिट्ज र अफिस अफ इन्टरनेसनल रिलिजियस फ्रिडमको डेप्युटी डाइरेक्टर मारिया मेर्सेलले राष्ट्रिय सुरक्षा परिषदको सदस्यहरूसँग सो बैठकमा भाग लिनुभएको थियो। यस मई 2020 मा केन्द्रीय प्रशासनको प्रमुखको रूपमा आफ्नो दोस्रो कार्यकाल पूरा भएको समर्थनमा तिब्बतका लागि सर्वपक्षीय जापानी संसदीय समर्थन समूहले मंगलबार बैठक गर्नुभयो, जसमा डाक्टर लोप्सा सेङ्गेलाई सम्मानित गरिएको थियो। यसैगरी
न्युयोर्क र न्यू जर्सीको तिब्बती सङ्घले 10 वर्षको समर्पित सेवा र उत्कृष्ट नेतृत्वको लागि सिजोङ र लोब्सङ सङ्घलाई फुन्चोक देशी कम्युनिटी हलमा 24 अप्रिलको दिन एक अविस्मरणीय धन्यवाद कार्यक्रम आयोजना गरेका छन्। 21 अप्रिलमा संयुक्त राष्ट्र सङ्घीय 2021 को अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रताको वार्षिक रिपोर्टमा चिनिया सरकारले तिब्बती बौद्ध धर्मको व्यापक नियन्त्रण र दमन जारी राखेको उल्लेख गरेको छ। उक्त प्रतिवेदनका अनुसार परम्परागत धार्मिक समारोहहरूमा भाग लिने र परम पावन दलाई लामाज्यूको शिक्षा सुन्ने वा चित्र राख्नेहरूलाई सजाय दिन लगायत तिब्बती विद्यार्थी र सार्वजनिक कर्मचारीहरूलाई विभिन्न धार्मिक गतिविधिको लागि प्रतिबन्ध लगाएको छ। अगस्त 2020 मा आयोजित 7औं तिब्बत कार्य मञ्चमा चिनिया कम्युनिस्ट पार्टीका महासचिव सी जिनपिङले तिब्बती बौद्ध धर्मलाई व्यावाह गर्ने नीति उल्लेख गरेका छन्। यस हप्ता बिहिबार तिब्बत कार्यालय ताइवानले पूर्व मन्त्री क्याप्चे कृति रिम्पोछेको जीवन र विरासतलाई चित्रण गर्दै एक जीवनमा 3 जन्म शीर्षकको जीवनी प्रकाशित गरेको छ। पुस्तकको शीर्षक पछाडिको अर्थ व्याख्या गर्दै क्याप्चे कृति रिम्पोछेले यस शीर्षकले तिब्बतमा चिनिया सेनाको आक्रमण र आक्रमणबाट आफैले सामना गर्नु परेको बारेमा भन्नुभएको छ। यो जीवनी गाङजोङ प्रकाशनको 42औं प्रकाशन हो र लेखक ली च्याङ लिनले चिनिया भाषामा लेख्नु भएको छ। भारतमा अहिले कोरोना महामारीको दोस्रो चरणमा संक्रमित संख्या बढ्दै गएको छ। तसर्थ कृपया सकेसम्म आफ्नो घरमा बस्नुहोला र मास्क लगाउनुहोला। यसका साथै आजको लागि साप्ताहिक समाचार यति नै। अर्को हप्ता फेरि भेटौँला। टसिदेलेक नमस्ते।